नमस्कार। आज हामीसँग दाई हुनुहुन्छ। उहाँको चाहिँ L4 L5 र L5S1 को डिस बल्ज भएर खुट्टातिर दुखाइ जाने। उहाँको दुखाइ भन्दा पनि टिङ्लिङ र नमनेस। त्यसको लागि हामीले चाहिँ 15 दिनको त्यो ओरल खाने चाहिँ मिथाइलप्रेडनिसोलोन र न्युरोप्याथिक औषधि दियौँ। त्योभन्दा अगाडि पनि उहाँले खानुभएको रहेछ। अनि त्यति चाहिँ उहाँलाई चाहिँ रिलिफ आराम नमिलेपछि आज हामीले चाहिँ रेडियो फ्रिक्वेन्सी एब्लेसनको मद्दतबाट गर्दैछौँ। यो तपाईँले देख्न सक्नुहुन्छ त्यो प्रोब भनेको चाहिँ त्यहाँ देखाउनु सक्छ। त्यो रेडियो फ्रिक्वेन्सी प्रोब हो। रेडियो फ्रिक्वेन्सी प्रोब लगाएर हामीले कन्फर्म गर्नलाई एउटा त एक्सरेको मद्दतले सही ठाउँमा छ कि छैन भनेर चाहिँ गऱ्यौँ। अर्को भनेको यो चाहिँ यो रेडियो फ्रिक्वेन्सी मेसिन हो, देख्न सक्नुहुन्छ। यसले पनि हामीले चाहिँ कन्फर्म गर्छौँ उहाँको चाहिँ झमझमाउने अनि चाहिँ मोटर पावर कुन ठाउँको छ भनेर चाहिँ। अनि त्यसपछि हामीले यसलाई टिपिकल्ली हाई करेन्ट दिएर ठुलो तापक्रम दिएर 90-95 दिएर गर्न सकिँदैन। एकदम मन्द खालको तापक्रम 42 डिग्रीको तापक्रम दिएर उहाँलाई चाहिँ त्यो नसा दुखाइ जसले चाहिँ त्यहाँबाट दिमागसम्म, यहाँदेखि चाहिँ यहाँबाट निक्लिन्छ नसा, यता ढाडमा गएर माथि दिमागसँग लग्छ। त्यो सेन्स लग्नेलाई चाहिँ नसालाई चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ एब्लेट गरिदिन्छौँ। त्यसले गर्दा उहाँको चाहिँ खुट्टामा गएको दुखाइको चाहिँ त्यो असह्य दुखाइ चाहिँ कम हुन्छ। सँगसँगै हामीले चाहिँ उहाँलाई चाहिँ मिथाइलप्रेडनिसोलोन भन्ने त्यो वरिपरि सुन्नेको नसालाई कम गर्न त्यो पनि दिन्छौँ। र ठुलोमा